मलाई 21 दलको नेताको रूपमा प्रधानमन्त्री बन्नको निम्ति मेरो मात्र हस्ताक्षर बाँकी राखिएर प्रस्ताव पनि आएको थियो। भइदिउँ न त भन्दाखेरि त्यति गाह्रो पनि थिएन। तर त्यतिखेर एउटै चिज दिमागमा आयो कि यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा यो कहाँ जान्छ? म भइ नै हालेछु भने 2 महिना, 4 महिना, 6 महिनाको प्रधानमन्त्री बन्थे होला। धेरै नै धेरै भयो, त्यो सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिन्दियो होला। तर देशले यत्रो आन्दोलन गरेर बसेको थियो, देशले यत्रो परिवर्तन गरेर बसेको, देशले यस्ता होनहार मान्छे गरेर बसेको थियो। मसँग त्यो अधिकार थिएन। त्यतिखेर साँच्चै नै मलाई महसुस भएको, म यहाँ गर्वका साथ भन्न सक्छु, त्यसलाई हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो। कयौं नेताहरू थिए जसलाई दोष लगाउँदा नि हुन्थ्यो। दोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने? हामीले दोष देखाउनु पर्ने कुरा छैन। अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष जानेर वा नजानेर, जानेर वा नजानेर झुकिएर पनि हामीबाट भएका क्रियाकलापले गर्दा यो देशको लोकतन्त्र कमजोर नबनोस्, यो हाम्रो पहिलो जिम्मेवारी हो। आज विभिन्न संस्थाहरू डराएका छन्, इन्स्टिट्युसन्सहरू भत्किने, लोकतन्त्र भत्कन्छ। एकैपटक गर्लाममै जाने त्यस्तो कमजोर भयो लोकतन्त्र। हिजोका शहीदहरूले बिरानी दिएका छन्, हिजोका राजनीतिक दलहरूले जेल मेल भोगेर यसलाई बलियो बनाएका छन्। बिल्कुल बलियो छ यो कमजोर छैन। कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो। यसलाई बलियो बनाएका छन्। उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ। सुशासनको कुरामा न हामी चुकेका थियौँ, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौँ। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोधे भने हामीसँग जवाफ हुने छैन।